ओके, अब हामी आजको विषयमा प्रवेश गरौँ, नेपालको वास्तु। ओके, नेपालको वास्तुको लागि यसरी ए म्यापबाट चाहिँ त्यसबाट एउटा म्याप तयार गरेको छु मैले। यो एक्ज्याक्टली भन्दा पनि एप्रोक्सिमेटली सेम छ र यसरी एउटा म्याप हामीलाई तयार भइसकेपछि यो म्यापलाई नक्सालाई नेपालको नक्सालाई मैले ग्रिड गरेको छु। यसलाई हामी ग्रिड भन्छौँ। अर्थात् यो जुन प्रकारको डिभिजन तपाईले देखिरहनु भएको छ यसलाई हामी वास्तु चक्र पनि भन्ने गर्छौँ, जसबाट हामीले वास्तुको एनालाइसिस गर्छौँ। यसमा यो डिरेक्सन हो, यो प्रत्येक यो डिरेक्सन चाहिँ 16 वटा डिरेक्सन छ है, 16 वटा डिरेक्सन छ। यहाँ मैले लेखेको पनि छु, जस्तो यो नर्थ भयो, उत्तर हैन, यो उत्तर पश्चिम, म एकछिनमा बताउँछु यो। अब यो अनि यहाँ सेन्टर यहाँ राखेको छु मैले, यसलाई हामी सीजी भन्छौँ, ग्राभिटेसनल सेन्टर। कुनै पनि चीजको ग्राभिटेसनल सेन्टर मतलब त्यो वस्तुलाई कहाँनिर उचाल्दाखेरि त्यो वस्तु जुरुक्क हामी उचाल्न सक्छौँ, त्यो ठाउँलाई हामी के भन्छौँ, ग्राभिटेसनल सेन्टर। र यो मैले यो चाहिँ म्याप अनुसारको वेटबाट हेरेर गर्दाखेरि चाहिँ यो स्याङ्जा र कास्कीको इन बिट्विन कतैतिर पर्न आउँछ। प्र्याक्टिकल्ली हेर्दाखेरि देश तपाईँ हामीलाई थाहा छ कि शक्तिको केन्द्र काठमाडौँ खाल्डोमा छ। सो जहाँ यहाँ चाहिँ के भयो भने प्रशासनिक बिल्डिङहरू छ, सिंहदरबार यहीँ छ, संसद भवन यहीँ छ। त्यस कारणले गर्दाखेरि मैले चाहिँ यो काठमाडौँलाई चाहिँ केन्द्रबिन्दु मानेर यो प्रकारबाट ग्रिड गरेको छु। र यसरी गर्ने क्रममा चाहिँ के भयो त भन्दा यहाँ विभिन्न दिशाहरू यो प्रकारबाट बस्छ। हामीले काठमाडौँलाई केन्द्र बनाएर बस्दाखेरि यहाँ मैले विभिन्न कलरहरू लगाएको छु। तपाईहरुले यो फेरि यो डिरेक्सनको यही कलर हुँदो रहेछ ठ्याक्कै भन्ने कुराहरू त्यसरी नसोच्दिनुस्। एउटा चाहिँ यहाँलाई सजिलोको लागि मैले यसलाई विभिन्न कलरहरुमा विभक्त गरेको छु। अब यसलाई हेर्दा तपाईले के देख्नुहुन्छ भन्दाखेरि यहाँ धेरै छ, कतिपय ठाउँमा यति थोरै चाहिँ के भन्छ भन्दा यो डिरेक्सनमा थोरै बसेको छ। जस्तो यिनीहरू डिरेक्सनहरुमा के हुन्छ, तपाईले एकदमै थोरै देख्नुहुन्छ, जस्तो यो डिरेक्सन एकदम धेरै देख्नुहुन्छ हैन। यहाँ पनि त्यही अनुसारको छ, यहाँ पनि छ। सो कतिपय डिरेक्सनमा तपाईले धेरै पार्ट परेको र कतिपयमा एकदमै कम पार्ट परेको देख्नुहुन्छ। मैले अघि पनि यहाँलाई भने कि डिरेक्सन कसरी बसेको छ। जस्तो हामीले नर्थ लिँदाखेरि के भयो त भन्दा नर्थमा यति मात्रै भाग चाहिँ के भयो त नर्थले पायो है। अब यसले यति धेरै पार्ट पाएको छ है। अब यसले ESC यसले यति पाएको छ, पूर्वले यति एरिया पाएको छ भनेपछि यो प्रकारबाट चाहिँ के भयो त भन्दा दिशाहरू डिरेक्सनहरू नेपालमा यो प्रकारबाट बसेको छ। अब यसको शक्तिको मापन गरेर हामीले हेर्नुपर्ने हुन्छ। यो प्रत्येक दिशासँग गुण र धर्म छ, यिनीहरूसँग गुण पनि छ, धर्म पनि छ। सो यिनीहरूको आफ्नै किसिमका स्वभावहरू छन्, यिनीहरूले गर्न सक्ने आफ्नै किसिमका शक्तिहरू छन्। जीवनमा कुन दिशाले के दिन्छ, कुन दिशाको गुण र धर्म के हो भन्ने कुराहरू छ, शास्त्रमा वर्णित छ। जुन प्रकारबाट डिरेक्सनहरू विभिन्न डिरेक्सनहरू जुन प्रकारबाट बसेको छ त्यसको आधारमा मैले यहाँलाई यो 16 वटा दिशा बताउनतिर लागिन हैन। जस्तो यो उत्तर भयो, यो उत्तर वायव्य, यो वायव्य, यो
पश्चिम वायव्य, यो पश्चिम, यो प्रकारबाट चाहिँ के छ भने 16 वटा डिरेक्सनहरू छ। 4 वटा दिशा भयो, पूर्व पश्चिम उत्तर दक्षिण। त्यसपछि 4 वटा विदिशा छ, आग्नेय, ईशान, आग्नेय, नैऋत्य र वायव्य। यो 8 वटाको बीचमा पनि अर्को 8 वटा दिशा छ र यो चाहिँ विश्वकर्मा प्रकाशमा यसको व्याख्या गरिएको छ। यो प्रकारबाट के हो भने हामी 16 वटा दिशाहरूको माध्यमबाट कुनै पनि वास्तुलाई विवेचना गर्ने गर्छौँ। यिनीहरू बसेको ल्यान्डको आधारमा मैले यिनीहरूको शक्ति कति छ भन्ने कुरो एउटा ग्राफमा देखाएको छु। त्यसरी हेर्दाखेरि यो प्रकारबाट यो चाहिँ यन भनेको नर्थको शक्ति यो भयो, एनएनई, नर्थ अफ नर्थ इस्ट, यसको शक्ति यो भयो है। नर्थ इस्ट, ईशानको शक्ति यो भयो, यो पूर्वी ईशान, यो पूर्व दक्षिण, पूर्व आग्नेय, यो दक्षिण आग्नेय, दक्षिण हैन, दक्षिण नैऋत्य, यो पश्चिम नैऋत्य, यो पश्चिम वायव्य, यो वायव्य र यो उत्तर वायव्य। यो प्रकारबाट 16 वटा डिरेक्सनहरू यसमा छन्। ओके, अब मैले यहाँ 3 वटा लाइनहरू लिएको छु यसमा, यो लोअर ब्यालेन्स, यो ब्यालेन्स र यो अप्पर ब्यालेन्स है। र यसलाई हेर्दाखेरि यो चाहिँ ब्यालेन्स लाइन भयो। ब्यालेन्स लाइन भन्दा पनि सानोलाई लोअर ब्यालेन्स र त्यो भन्दा माथि अप्पर ब्यालेन्स। यो तपाईहरुले म्याथमेटिक्समा सिक्नु भएको छ। त यो के छ भने हामीले के गर्छौं भन्दा अप्पर ब्यालेन्स भन्दा बढी भएको यो जुन अप्पर ब्यालेन्स भन्दा पनि बढी छ यो, र जुन चाहिँ लोअर ब्यालेन्स भन्दा पनि कम छ हैन, लोअर ब्यालेन्स भन्दा पनि कम हामी यहाँ देख्न सक्छौं। ओके, यो एउटा डिरेक्सन अप्पर ब्यालेन्स भन्दा बढी छ, मतलब यो इम्ब्यालेन्स छ, ब्यालेन्स लाइन भन्दा क्रस भएको छ। अर्को लोअर ब्यालेन्स भन्दा पनि तल छ भनेपछि यो डिरेक्सनहरू र यो डिरेक्सन चाहिँ के भयो त भन्दा असन्तुलित छ, यो सन्तुलन भन्दा बाहिर छ। जस्तो यो एउटा भयो र यो भन्दा मुनि लोअर ब्यालेन्स भन्दा मुनि 1 2 3 4 5 6 7 8 9 10 वटा लोअर ब्यालेन्स भन्दा तल र एउटा अप्पर ब्यालेन्स भन्दा माथि भनेपछि हामीसँग 11 वटा डिरेक्सनहरू आउट अफ 16, 16 वटा मध्ये 11 वटा डिरेक्सनहरू चाहिँ के छ भन्दाखेरि इम्ब्यालेन्स छ, असन्तुलित छ, र 5 वटा मात्रै सन्तुलनमा छ। भनेपछि 5 वटा दिशाले मात्रै के भयो त भन्दा हाम्रो नेपालमा राम्रोसँग रिजल्ट दिइरहेको छ, दिन सक्दछ। तर 11 वटा डिरेक्सनहरू चाहिँ के भयो त भन्दा इम्ब्यालेन्स छ। अब यसका गुण र धर्महरूको बारेमा हामी चर्चा गर्दै यसलाई अब कसरी मिलाउने त? घरमा चाहिँ विभिन्न कुराहरू राखेर मिलाइन्छ हैन। जस्तो कुनै ठाउँमा घोडा राखेर मिलाइन्छ, कुनै ठाउँमा चाहिँ कलरहरू राखेर, कुनैमा बत्ती बालेर, कुनैमा पिक्चरहरू राखेर विभिन्न प्रकारबाट मिलाइन्छ। यसको विधिहरू छन्। भने अब देशमा कसरी मिलाइन्छ? देशको वास्तु मिलाउनको लागि जनस्तरबाट गर्ने पनि कयौं कार्यहरू हुन्छन्। जनस्तरबाट विभिन्न आशयका साथ गरिने कार्यहरू यो कतिपय सामूहिक रूपमा र कतिपय व्यक्तिगत प्रयासका आधारमा पनि कतिपय कुराहरू ब्यालेन्स भएर जान्छन्। तर ठुलो रूपमा र प्रभावकारी रूपमा गर्नुपर्ने भनेको चाहिँ राज्यले गर्नुपर्ने कुराहरू हुन आउँदछ। राज्यले जुन असन्तुलनमा रहेका जुन डिरेक्सनहरू छ तिनका गुण र धर्महरूलाई कतिपय कुराहरूलाई प्रशय दिएर र कतिपय कुराहरूलाई नियन्त्रण गरेर त्यो अनुसारको कानुन निर्देशिका हरू बनाएर हैन, नीति तथा कार्यक्रमहरू बनाएर
बजेट मार्फत अध्यादेश हुनसक्छ, संविधानका धाराहरूमा परिवर्तन गरेर अथवा होइन मतलब सानो कानुनदेखि मूल कानुनसम्मका कुराहरूमा परिवर्तन गरेर वास्तुलाई सन्तुलन दिन सक्दछ। ओके, नर्थ इस्टबाट सुरु गरौँ। ईशानलाई वास्तु पुरुषको शिर पनि मानिन्छ र शिर मतलब शिरमा के रहन्छ भन्दाखेरि शिरमा रहन्छ आफ्नो बौद्धिकता, ज्ञान र माइन्डसेट। यो माइन्डसेटको डिरेक्सन हो। सो यो बौद्धिकताको, यो सुझबुझको, होइन यो ज्ञानको एउटा डिरेक्सन भयो भनेपछि यो हाम्रो एकदमै कम छ। सरकारले चाहिँ यो कुरालाई ध्यानमा राखेर नेपालीहरूको आइक्यू लेभल चाहिँ बढाउने अथवा बौद्धिकताको लेभल बढाउने एउटा नीति लिन जरुरी छ होइन हाम्रो देश अनुसारको। भनेपछि त्यो माइन्डसेट लिएर नेपालीले एउटा माइन्डसेट तयार गरेर चाहिँ के हुन्छ अगाडि बढ्नु जरुरी छ, यो कुरो देखिन्छ। त्यस्तै गरेर अर्को हेर्दाखेरि नर्थ अफ नर्थ इस्ट होइन, यसमा हाम्रो हेल्थको सेक्टर पर्न आउँछ। हेल्थको सेक्टर स्पेसल्ली यो हेल्थको सेक्टर गर्दा अब देशको हेल्थको कुरा गर्दाखेरि पक्कै पनि देशवासीको हेल्थको कुराहरू आउँछ। अब हामीले के छ हाम्रो भन्दाखेरि केही अगाडिको हेर्दा र अहिले हेर्दाखेरि जुन औसत आयुमा धेरै राम्रो विकास भएको छ नेपालको। तर हामीले एउटा कुरो के ख्याल गर्नुपर्छ भन्दाखेरि पहिला, अब अहिले त आउँछ कि आउँदैन थाहा छैन, त केही वर्ष अगाडिसम्म नेपालीहरू चाहिँ माल न्युट्रिसनको अर्थात् कुपोषणको शिकार छन् भनेर त्यो पोषण तत्त्वको लागि यहाँ आर्थिक सहायताहरू आउने गर्थ्यो र यहाँ चाहिँ कुपोषण भन्ने बित्तिकै तपाईँहरूलाई फेरि यो सोमालिया, साउथ सुडानहरूतिर जस्तो एकदमै दयनीय अवस्था त्यही नै मात्रै सोच्नु होइन कि मतलब कुपोषणको मतलब के हो भने पोषण तत्त्वको कमी हुनु। नेपालीहरूको खानामा पोषण तत्त्वको कमी रहेको छ। त्यस कारणले गर्दाखेरि यो प्रकारको एडहरू आउने गर्थ्यो, सायद अहिले पनि आइरहेको हुनसक्छ। त माल न्युट्रिसन मतलब अहिले पनि नेपालीमा चाहिँ माल न्युट्रिसन छ। त्यसको मतलब जस्तो तपाईँले सर्च गरेर हेर्न सक्नुहुन्छ गुगलमा, त्यसको रिपोर्टहरू छ कि संसारको होचो मान्छेहरूको मलाई लाग्छ 6 नम्बरमा पर्छ नेपाल। त्यति होचो मान्छेहरू मतलब यो एउटा ड्वाफ भनौँ न, ड्वाफनेस, यो पुड्कोपना, यो चाहिँ नेपालीहरूको समग्रको एउटा रोग हो। यो माल न्युट्रिसन होइन भनेपछि न्युट्रिसन भ्यालु कम छ भने देशले अथवा राष्ट्रले विकासको कुरा गर्दाखेरि हामीले यहाँनिर पनि हामीले हेर्नुपर्ने देखिन्छ कि अब नेपालीहरूको बौद्धिकताको लेभल कम छ भनेर मात्रै भएन भने हामीहरू खाना नै कम रहेछ। किन हाम्रो नेपालीहरू चाहिँ युरोपियन स्ट्यान्डर्डमा अथवा चाहिँ अमेरिकनहरू जस्तो होइन अथवा अरू कुनै कन्ट्रीको जस्तो किन मतलब हाइट त्यो अनुसारको भएन भन्दाखेरि किनकि हाम्रो खानपान नै हाम्रो कमजोर भयो। भनेपछि जब शारीरिक रूपमै राम्रोसँग विकास भएको छैन भने मानसिक रूपमा कसरी विकास हुन्छ? अब इन्स्ट्यान्ट रिजल्टको लागि सबै उमेर र वर्गका मानिसहरूमा यो जुन न्युट्रिसियस फुड पठाउने अथवा न्युट्रिसन भ्यालु इन्क्रिज गर्ने कुराहरू सरकारको तर्फबाट जुन गर्ने कुरा छ यो कतिसम्म पोसिबल हुन्छ त्यो त म भन्न सक्दिनँ। तर चाहिँ यदि हामीले जस्तो अहिले केही हस्पिटलहरूमा डक्टरहरूले त्यो गरिरहेको देखिन्छ, सायद हस्पिटल सबैमै नै हुन्छ होला सायद, त्यो जुन बच्चा पेटमा आइसकेपछि हस्पिटल जाँदाखेरि चाहिँ हस्पिटलमा त्यो बच्चाको अवस्था कस्तो छ त्यो प्रकारको टेस्टहरू हुन्छ।
र त्यो टेस्ट हेरेर चाहिँ आवश्यक किसिमको न्युट्रिसन फुड भिटामिन होइन र त्यस्तै गरेर हर्मोन ग्रोथ गराउने चाहिँ मेडिसिनहरू चाहिँ प्रोभाइड गरेर त्यो बच्चाको स्वास्थ्यमा चाहिँ राम्रो प्रकारको इम्प्रुभमेन्ट गर्नको लागि त्यहाँ चाहिँ विभिन्न तरिकाहरू अपनाइन्छ। अब यो कतिजनाको पहुँचमा छ होइन, एटलिस्ट पनि अब हामीले गर्भवती महिला जब गर्भवती भएको थाहा भइसकेपछि जब उनी हस्पिटल जान्छन्, यो देशैभरि त्यो गर्भवती महिलालाई चाहिँ नजिकको स्वास्थ्य चौकी अथवा हस्पिटलमा चाहिँ त्यो बच्चाको ग्रोथको लागि गर्नुपर्ने टेस्टहरूदेखि लिएर त्यसमा प्रयोग हुने जुन मेडिसिनहरू चाहिँ सरकारको तर्फबाट प्रोभाइड गराउन सकियो भने त्यो बच्चा के हुन्छ भन्दा हेल्दी जन्मिन्छ। जब ऊ गर्भ अवस्थामा बस्दाखेरि नै त्यो प्रकारको हेल्दिनेस लिएर जन्मिसकेपछि त्यो भोलि जब बाहिर आउँछ, आइसकेपछि पनि उसले चाहिँ उसको शारीरिक र मानसिक विकास चाहिँ के त भन्दा विकासको आधार त्यही उसको तयार भइसकेको हुन्छ। यो गर्भ अवस्थाको शिशुलाई त्यो प्रकारबाट सबै न्युट्रिसन भ्यालुहरू चाहिँ एड गरेर, हर्मोनहरू एड गरेर र उनीहरूको विभिन्न अवस्था हेरेर स्वस्थ बच्चालाई मात्रै जन्म दिने होइन र डिफर्मिटी भएका बच्चाहरू त्यस्तोलाई चाहिँ बिचमै उ गर्ने र स्वस्थ बच्चाहरूलाई जन्म दिने किसिमको कार्यमा सरकारले गर्भवती महिलाहरूलाई मात्रै पनि हेरिदियो अथवा त्यो जन्मिँदै गरेको शिशु जुन गर्भ अवस्थामा छ त्यसलाई मात्रै पनि राज्यले ख्याल गरिदियो भने हाम्रो आउने जेनेरेसन चाहिँ के भयो त भन्दा शारीरिक र मानसिक रूपमा हामीभन्दा अझ एडभान्स रूपमा उनीहरू प्रस्तुत हुन सक्छ। देश विकासको चाहिँ लागि वास्तुले सजेस्ट गरेको अर्को विषय भनेको चाहिँ के हो त भन्दा हेल्थको सेक्टरमा पनि सरकारले काम गर्नुपर्ने अथवा देशले काम गर्नुपर्ने देखिन्छ। अर्को छ नर्थ, यसलाई हामी अवसरको दिशा भन्छौँ। अब अवसरको कुरा गर्दाखेरि नेपालभित्रै पनि अवसरहरू चाहिँ तयार गर्नु जरुरी छ। नेपालमा विभिन्न अवसरहरू चाहिँ के भयो त भन्दा देशभित्र तयार होस् र देशमा काम गर्न आउने इन्टरप्रेनरहरू अथवा भनौँ देशभित्रका इन्टरप्रेनरहरूलाई पनि त्यो प्रकारको अवसरहरू हुनुपर्छ र बाहिरबाट इन्भेस्ट गर्न आउने इन्भेस्टरहरूलाई पनि त्यो प्रकारको अवसरहरू दिनुपर्छ। जस्तो हामीले हेऱ्यौँ भने इन्डियामा होइन गुजरातमा जब मोदी चिफ मिनिस्टर भइसकेपछि त्यहाँ चाहिँ इन्डस्ट्रीहरू बसोस् भन्ने हिसाबबाट चाहिँ उनीहरूले सब्सिडिजहरू दियो। जुन मार्केट रेटभन्दा 10%मा 25%मा ल्यान्डहरू प्रोभाइड गराइदिने। अब 10%मा भनेपछि तपाईँको 10 करोडको ल्यान्ड छ भने उसले 1 करोडमा पायो। फाइनेन्सियल इन्सेन्टिभ्सहरू दिदियो होइन, सब्सिडिजहरू दिदियो। त्यसरी चाहिँ इन्डस्ट्रीहरूलाई ग्रोथ गर्नलाई चाहिँ गभर्मेन्ट लेभलबाट चाहिँ एउटा सहयोग गरिदियो, गभर्मेन्ट लेभलले त्यसरी हेरिदियो भनेपछि अब हाम्रो देशमा पनि हामीले के कुराहरू गर्न सक्छौँ होइन। जस्तो उनीहरूलाई के कुराहरू दिने, अब मतलब करहरू छुट गरेर दिने अथवा ल्यान्डहरू प्रोभाइड गराइदिने अथवा कुन किसिमको फेसिलिटिजहरू दिने, यो कुराहरूबाट उनीहरू चाहिँ यहाँ आएर बसुन् र यहाँको डेभलपमेन्ट होस्, यहाँ विभिन्न किसिमका चाहिँ उत्पादनहरू होस् भन्ने कुरामा अवसरहरू बनाइदिनुपर्छ। त्यस्तै गरेर एउटा हाम्रो कस्तो छ भने नेपालीहरू बाहिर गएर चाहिँ रेमिटेन्सहरू पठाइरहेको अवस्था छ भनेपछि काम गर्ने क्रममा संसार एउटा साँगुरो भइसकेको छ। आज होइन सदियौँ अगाडिदेखि प्राचीन कालदेखि नै दुर्गम ठाउँबाट सुगम ठाउँमा आउने अति मतलब कम विकसित ठाउँबाट विकसित ठाउँहरूमा जाने, सुविधा नभएका ठाउँबाट सुविधा सम्पन्न ठाउँहरूमा जाने यो क्रम चाहिँ प्राचीन कालदेखि नै चल्दै आइरहेको हो होइन। यो ढुङ्गे युग घुमन्ते युगदेखि नै यो हुँदै आइरहेको विषय हो। त्यस कारणले गर्दाखेरि मानिसहरू चाहिँ विभिन्न ठाउँहरूमा जान्छन्। यसलाई अब नेगेटिभ भन्दा पनि यो माइग्रेसन भन्ने कुरो चाहिँ के हो भने प्राकृतिक कुरा हो
र अब हाम्रो नेपालीले कुनै पनि ठाउँमा गएर काम गरिरहनुपर्छ अथवा गर्नुपर्छ भनेदेखि उसले त्यो ठाउँमा चाहिँ अवसर पाओस्, त्यो कुराहरूलाई ध्यान दिएर सरकारले त्यसमा पनि एकदम व्यापक रूपमा काम गर्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को छ नर्थ अफ नर्थ वेस्ट। प्राचीन कालमा चाहिँ जुन वास्तुशास्त्रमा यसलाई विवाह योग्य कन्यालाई यो ठाउँमा सुत्न लगाइन्थ्यो ताकि उनीमा चाहिँ एउटा एकदम आकर्षण चाहिँ बढेर आओस्। भनेपछि यो ठाउँ पनि के भएछ भन्दा यो डिरेक्सनले पनि यहाँ एकदमै कम एरिया ओगटेको देखिन्छ नेपालको नक्सामा। सौन्दर्यको कुरा गर्दाखेरि हामी प्राकृतिक सौन्दर्यको मात्रै कुरा नगरौँ, लालायित हुनु पर्यो नेपाल आउनको लागि, मानिसहरू लालायित हुनु पर्यो। तर एउटै मात्रै कन्टेक्स्टमा आउने कुरा होइन, खालि यो चाहिँ एडभेन्चरस टुरिज्मको लागि नेपाल ठिक छ हैन, साहसिक पर्यटन भन्छ त्यसको लागि नेपाल राम्रो छ। ती मान्छेहरूको लागि एउटा गन्तव्य चाहिँ हुनसक्छ नेपाल। तर चाहिँ आकर्षणको कुरा भनेको नेपालमा आउनको लागि विभिन्न कारणले गर्दाखेरि नेपालमा आउनको लागि मानिस लालायित होस्। अरू विविध कुराहरू हुनसक्छ। नेपालसँग खिच्न सक्ने शक्तिहरू कति छ, त्यो कुराहरू डेभलप गर्नलाई जरुरी छ। अर्को छ नर्थ वेस्ट, यो सपोर्ट सिस्टम नेपालको ब्यालेन्स देखिन्छ है, ब्यालेन्स लाइनमा छ। ओके, असन्तुलित छैन यो। वास्तुशास्त्रमा यसलाई वायव्य भण्डार संस्थितम भनेर भनिएको छ। जुन भण्डार छ, सञ्चित धनहरू छ, रिजर्भ मनीहरू छ हैन, बचतका रकमहरू जुन छ, बचतको पनि ठुलो अंश जुन कोष चाहिँ के भने यो क्षेत्रमा रहने गर्दछ। कोषको लागि यो क्षेत्र जिम्मेवार रहन्छ। यो क्षेत्र चाहिँ के भयो त भन्दा नेपालको कन्टेक्स्टमा हेर्दाखेरि, नेपालको वास्तुको एनालाइटिकल भ्यूबाट हेर्दाखेरि यो क्षेत्र सन्तुलित अवस्थामा रहेको छ। यसको मतलब नेपालमा जुन यो भण्डारहरू, मतलब नेपाललाई विकास गर्नको लागि आवश्यक पर्ने सञ्चित सम्भावनाका भण्डारहरू नेपालमा के छ भन्दा प्रशस्त छन्, पुग्ने छन् र सन्तुलित अवस्थामा नेपालमा विद्यमान छन् भन्ने कुराको यसले सङ्केत गरेको छ। त्यस्तै गरेर वेस्ट अफ नर्थ वेस्ट है, यसलाई चाहिँ पश्चिम वायव्य भन्छौँ हामी। पश्चिम वायव्य एकदमै यो नमजाले चाहिँ यो अप्पर ब्यालेन्स भन्दा पनि बढी भएको छ। तर यो बढी भएको राम्रो भन्ने कुरा होइन, यो अप्पर ब्यालेन्स भन्दा माथि गएको पनि इम्ब्यालेन्स भयो है, असन्तुलित भयो। र यसले डिप्रेसन भनौँ न हैन, यो पहिलाको समयमा यसलाई चाहिँ यो राजदरबारमा यसलाई कोप भवन भनेर चाहिँ राखिन्थ्यो। रानीहरू चाहिँ रिसाएको बेलामा गएर त्यहाँ बस्ने अथवा रुनको बेलामा हैन, रोदन गृह पनि भनिन्थ्यो त्यसलाई। त्यहाँ गएर रुनी, चित्त दुख्दाखेरि, कुनै कुराहरूबाट चाहिँ पीडा हुँदाखेरि त्यो ठाउँमा रुनलाई जाने थियो ठाउँ यो है। त्यसकारणले गर्दाखेरि यसलाई एकदम डिप्रेसनको चाहिँ यो डिरेक्सनल जोन हो। यो आक्रोश, असन्तुष्टि र असुरक्षाको भाव हैन नेपालमा चाहिँ के हुन्छ भन्दा व्यापक देखिन्छ। नेपालीहरू चाहिँ पाए म पनि देश छोड्थेँ हैन, यहाँ यस देशमा बसेर केही हुँदैन, अथवा यो सतीले सरापेको देश हो, अथवा यहाँ राम्रो गर्नेको भलो हुँदैन, अथवा चाहिँ के त भन्दाखेरि यहाँ केही मान्छेहरूले मात्रै खाएको छन् हैन, सत्ता र शक्तिको नजिक हुनेहरूको लागि मात्रै यो देश हो, सर्वसाधारणको लागि होइन भन्ने जस्तो किसिमको मान्यताहरू चाहिँ के हुन्छ भने विकसित हुँदै गएको छ। र जसले त्यो ठाउँ पायो उसले पनि
के देखिरहेको छ भने भोलि मेरो सन्ततिको जीवन यहाँ सुरक्षित छैन भनेर उसले पनि सन्ततिलाई बाहिरै पठाइरहेको अवस्था छ हैन। र भोलि यो कमजोर होला, यसले गर्न नसक्ला भन्ने हिसाबबाट चाहिँ सञ्चय गर्ने होइन मेन्टालिटी पनि छ। समग्रमा के छ भने एक प्रकारको डिप्रेसन छ। मैले यो विषयमा अलिकति धेरै बोलेँ जस्तो पनि लाग्यो। खैर अब यो मैले व्याख्या गर्ने भन्दा पनि तपाईँहरूले पनि आफ्नो प्रकारबाट गर्न सक्नुहुन्छ। मैले चाहिँ एउटा सङ्केत गरेको देखाइदिएको मात्रै। त्यस कारणले गर्दाखेरि यो चाहिँ के भने चाहिने भन्दा बढी मात्रामा एक्जागरेट भएको छ। मतलब यो इम्ब्यालेन्स छ हैन। यसलाई चाहिँ हटाउनको लागि यसमा चाहिँ काम गर्नुपर्ने देखिन्छ। अर्को पश्चिमको दिशा छ। पश्चिमको दिशा प्राप्तिको दिशा हो यो। ओके, पश्चिमको दिशा एकदमै ब्यालेन्स छ। गरेर नपाउने भन्ने किसिमको कुराहरू छैन। त्यस कारणले गर्दा नेपालमा बसेर केही पाइन्न भन्ने किसिमको कुराहरू चाहिँ गलत हो। हामीले अरू कुराहरू सुधार्नुपर्ने कुराहरू सुधार्नुपर्छ। विद्याभ्यासको ठाउँ पर्छ यो, र यो ठाउँमा बसेर विद्याभ्यास गरिन्थ्यो। पढ्ने चाहिँ स्टडी रुम भनौँ न, एउटा बिल्डिङमा भन्दाखेरि चाहिँ स्टडी रुम अथवा अध्ययन क्षेत्रको रूपमा यसलाई लिन सकिन्छ। यो पनि एकदमै कम मात्रै यो डिरेक्सनले पाएको छ नेपालको उसमा हैन। जस्तो हिजोको कुरा गर्दाखेरि पहिला जुन 28 सालभन्दा अगाडि पुरानो शिक्षा हुँदाखेरि त्यतिखेरका 8 क्लास 10 क्लास पास गरेका मान्छेहरूले अहिले बिए एमए पास गरेको मान्छेभन्दा बढी चाहिँ उनीहरू प्रोडक्टिभ थिए हैन। उनीहरूले त्यत्रा ठुला किताबहरू ठेलीहरू पढ्थे, एकदमै त्यस्तो इङ्ग्लिस लिट्रेचरहरू पढ्थे, संसारका साहित्यहरू हैन, इतिहासहरू, त्यस्तो कुराहरू पढ्ने गर्थे उनीहरूले। गाह्रो पनि थियो, तर जसले पढ्यो उसको लेभल नेक्स्ट लेभल हुन्थ्यो। केही गरेर खानको लागि, यो संसारमा जुधेर लडेर खानको लागि चाहिँ क्यापेबल हुने किसिमको शिक्षा नीति चाहिँ के हो त भन्दा तयारी गर्नुपर्छ। जस्तो संसारमा हेर्दाखेरि इन्डियामा चाहिँ सफ्टवेयर डेभलपर्सहरू चाहिँ इन्डियनहरू बढी छन्। जस्तो अब हामीले चाइनामा पनि हेऱ्यौँ भनेदेखि चाइनामा पनि त्यही प्रकारको छ। के चाहिन्छ, दैनिक उपभोग्य वस्तुदेखि लिएर कुनै पनि प्रोडक्सनहरू जुन संसारमा बिग्न सक्छ त्यसैको पढाइ भइरहेछ। इन्डियनहरू संसारमै यो सफ्टवेयरको क्षेत्रमा चाहिँ उनीहरूको वर्चस्व छ संसारभरि नै। भनिन्छ संसारै लगभग भनौँ न अधिकांश रूपमा चाहिँ यो सफ्टवेयरको चाहिँ इन्डियनहरूले चलाउँछन् भन्ने कुरा छ होइन। के छ, हाम्रो नेपालीको केही छ त्यस्तो जस्तो नेपालीले यो गर्छ भन्ने कुरा केही छ? देश सानोको कुरा छैन। इन्डियाभन्दा नेपाल सानो छ, कहाँ त्यस्तो हुन्छ? त्यो होइन। हामी ताइवानलाई हेरौँ न होइन। ताइवान संसारकै एउटा चिप्सको लागि चाहिँ हब हो। नेपालभन्दा त 25% छैन, 4 भागको 1 भाग छ नेपालको। भनेपछि उनीहरूले गरेका छ नि त। भने हामी नेपाली केमा प्रसिद्ध छौँ त? हामी नेपाली संसारमा केमा चाहिँ हामी ऊ गरेर गर्न सक्छौँ? त्यो क्षेत्रलाई पहिचान गरेर हामीले त्यसमा चाहिँ बेस्ट भएर शिक्षा नीति अगाडि बढाउनु पर्यो। किनभने हेर्नुपर्छ, हामीले विश्व परिवेश हेर्नुपर्छ होइन। त्यो आफ्नै हिसाबले मात्रै अगाडि बढेर हुँदैन। सबै कुरो संसारलाई छाम्नुपर्छ, समयलाई छाम्नुपर्छ, हरेक कुराहरू विचार गरेर नै अगाडि बढ्नुपर्छ। हामी कहाँ पुग्ने, हाम्रो लक्ष्य के हो, त्यो लक्ष्य पहिचान गरेर हामी अगाडि बढ्नुपर्छ। त्यस्तै गरेर साउथ वेस्टको कुरा गर्दाखेरि यसलाई चाहिँ पृथ्वी तत्त्वको यो ठाउँ हो। स्टेबिलिटी चाहिँ हाम्रो नेपालमा स्टेबिलिटीको कमी छ। जस्तो सरकारहरू पनि स्थिर हुन सकिरहेको अवस्था छैन होइन। लामो समयसम्म एउटा सरकारले काम गरेर देखाउने परिस्थिति छैन। एउटा परिस्थिति निर्माण भयो, फेरि एक प्रकारको आन्दोलन हुन्छ, फेरि एउटा परिस्थिति निर्माण भयो, फेरि अर्को प्रकारको आन्दोलन हुन्छ। सरकारहरू परिवर्तन हुन्छन्, व्यवस्थाहरू परिवर्तन हुन्छन् होइन। त्यस्तो खालको परिस्थितिहरू छ। त्यस कारणले गर्दाखेरि यो पृथ्वी तत्त्व पनि एकदमै कम अवस्थामा रहेको देखिन्छ। हामीले स्थायित्वको लागि के गर्नुपर्छ? यो पृथ्वी तत्त्व भइसकेपछि यहाँ एउटा स्किलको पनि कुरा आउँछ।
अब स्किलको कुराको सन्दर्भमा हाम्रो देशभित्र को कति स्किल छन् त्यो त अब ठ्याक्कै होइन, मलाई पनि थाहा छैन। तर देशमा चाहिँ बाहिर आफ्नो घर परिवारको सङ्घर्षको लागि जो बाहिर गइरहेको छन्, ती बाहिर गइरहेका मध्ये चाहिँ गभर्मेन्टकै डाटा अनुसारले 74% यानि कि 4मा 3 जना मान्छे चाहिँ नन स्किल अथवा सेमी स्किल मान्छे छन्। भनेपछि यसैबाट नेपाली समाजको बनावट पनि देखिन्छ। भनेपछि स्किलको क्षेत्रमा हामीले व्यापक काम गर्नुपर्ने देखिन्छ। भनेपछि स्किल्ड मेन पावर बनाउनु पर्यो राज्यले। किनभने तपाईँले राज्य भनेको त गार्जियन हो नि, होइन? भने तपाईँले प्यारेन्टिङ गरिरहनु भएको छ भनेदेखि तपाईँले उसलाई गर्ने के हो त भन्दाखेरि उसलाई स्किल्ड मेन पावर बनाउने हो नि। त्यही नै काम राज्यले पनि गर्नुपर्छ। भन्छ नि होइन, पृथ्वीनारायण शाहको एउटा महावाणी छ, प्रजा मोटा भए दरबार बलियो रहन्छ। भनेपछि जनता शक्तिशाली हुनु पर्यो। जनता शक्तिशाली इन द सेन्स के हो त भन्दाखेरि जनता आफैमा सक्षम हुनु पर्यो, आफैमा स्किल्ड हुनु पर्यो। त्यस कारणले गर्दाखेरि यो स्किलको दक्षताको क्षेत्रमा अब व्यक्तिगत रूपमा अब पर्सनल्ली पनि जनताले पनि आफ्नो सेक्टरबाट गर्नु पर्यो, होइन? डेटा त देखिसक्यो। भनेपछि 4 जनामा 3 जना के भयो त भन्दाखेरि नन स्किल्ड अथवा सेमी स्किल्ड मेन पावर छ। भनेपछि जनताले त्यो कुरो राख्नु पर्यो कि म एउटा स्किल मेन पावरको रूपमा आफूले आफूलाई उभ्याउँछु, म सिक्छु, म पढ्छु, म हाइली क्वालिफाइड हुन्छु, अथवा यो क्षेत्रमा मेरो के हुन्छ त भन्दाखेरि पकड हुन्छ। म संसारको जुनसुकै ठाउँमा पनि मेरो क्षेत्रमा म लडेर खान सक्छु भन्ने किसिमको कुरो पर्सनल्ली पनि जनताले पनि पर्सनल्ली आफूले त्यसरी सोच्नु पर्यो, लिनु पर्यो। र राज्यले पनि जनतालाई चाहिँ स्किल्ड मेन पावर बनाउनको लागि त्यसमा विशेष लगानी गर्नुपर्छ। अब पृथ्वी तत्त्व भइसकेपछि अर्को कुरो के हुन्छ भने पृथ्वी तत्त्व एउटा सलिड तत्त्व भयो, होइन? बन्डिङको कुरा आउँछ। बन्डिङको कुरामा सम्बन्धको कुरा आउँछ। एउटा रिलेसनसिपको पनि यो दिशा हो। सम्बन्ध के भयो भने व्यक्तिगत पारिवारिक सम्बन्धको साथसाथै राज्य र जनता बीचको सम्बन्धमा पनि त्यत्तिकै ध्यान दिनुपर्ने हुन्छ। राज्य कसको लागि गर्ने, होइन? भनेपछि जनताकै लागि राज्य गर्ने हो नि त। त्यस कारणले गर्दाखेरि राज्य र जनता बीचको सम्बन्धमा पनि सम्बन्धको ठाउँ तपाईँले देख्नुभयो कि हाम्रो नेपालको सम्बन्धको ठाउँ चाहिँ कमजोर देखिन्छ। सो यो सम्बन्ध सुधार्ने काममा मेहनत गर्नुपर्ने देखिन्छ। त्यस्तै गरेर राज्यले अथवा देशले अन्य देशहरूसँगको सम्बन्धको कुरा पनि यसमा आउँछ। यसरी हेर्दा हामीले चाहिँ अन्य देशहरूसँग कुन प्रकारको सम्बन्ध बनाउने, हाम्रो जोडिएका छिमेकीहरूसँग कुन प्रकारको सम्बन्ध बनाउने, हामी कसरी चाहिँ दीर्घायु हुन सक्छौँ, कसरी हामी सबैको प्रिय हुन सक्छौँ, कसरी हामीले चाहिँ विभिन्न चाहिँ मित्र राष्ट्रहरूसँग चाहिँ एक प्रकारको समन्वय गरेर हामीले आफ्नो राष्ट्रको विकासको लागि हामीले कसरी हाम्रा नीतिहरू कसरी बनाउनु पर्छ, यसमा त्यही प्रकारको मेहनत गर्नुपर्ने देखिन्छ। साउथ अफ साउथ वेस्ट छ यो चाहिँ, यसलाई चाहिँ डिस्पोजलको जोन भनेर भनिन्छ, ठाउँ भनिन्छ। अब यो ठाउँ चाहिँ लेट गो भनौँ न, होइन? कतिपय कुराहरू हामीले छोड्नुपर्ने कुराहरू हुन्छ। छोड्नुपर्ने कुराको मतलब कस्तो भने जस्तो यहाँ हामीले यो डिप्रेसन भनौँ न, होइन? यो चाहिँ इन्टोक्सिकेसन भनौँ न, मान्छेहरू चाहिँ कुनै नसामा अथवा इन्टोक्सिकेटेड भएको हुन्छ अथवा डिप्रेसन, होइन? यो कुरालाई हामीले छोड्नुपर्ने देखिन्छ, कम गर्नुपर्ने देखिन्छ। कतिपय टोक्सिनहरू चाहिँ के हुन्छ हामीले छोड्नुपर्ने हुन्छ। हामीले कतिपय हामीले बोक्न नहुने किसिमका कुराहरूलाई बोकेर पनि बसिरहेको अवस्था छ। त्यसको मतलब ती कुराहरूलाई लेट गो गरेर हामी अगाडि बढ्नुपर्छ। हामी लेट गर्न सकिरहेको छैनौँ। कयौँ विषयहरू छन्, के कुराहरूलाई छोडेर हामी अगाडि बढ्ने, हामीले कसरी देशको विकास गर्ने भन्ने कुराको सन्दर्भमा चाहिँ हामी नेपाली
चाहिँ जनता, हामी नेपालीहरू र राज्य व्यवस्थाले पनि कतिपय कुराहरूलाई चाहिँ गिभ अप गर्नुपर्ने, कतिपयलाई लेट गो गर्नुपर्ने देखिन्छ। अन्धविश्वासलाई हामीले छोड्नुपर्ने देखिन्छ, अज्ञानतालाई छोड्नुपर्ने देखिन्छ, विकृति विसङ्गतिलाई छोड्नुपर्ने देखिन्छ। त्यसै गरेर हामीले यो ज्ञान काण्डलाई भन्दा कर्मकाण्डलाई बढी चाहिँ प्रशय दिइरहेछौँ। डोरबहादुर विष्टले एउटा किताब लेखेका छन्, फ्याटलिज्म एन्ड डेभलपमेन्ट, भाग्यवाद र विकास। हामी हाम्रो विकासलाई भाग्यको उसमा खोजिरहेछौँ, त्यसलाई हामीले छोड्नुपर्ने देखिन्छ। विकास भाग्यबाट हुने होइन, त्यसको लागि कर्म गर्न जरुरी छ भन्ने कुरालाई हामीले बुझ्नु जरुरी छ। हामीले यस्ता कैयौँ किसिमका कन्सेप्सनहरू बनाएका छौँ जुन भौगोलिक यथार्थसँग म्याच गर्दैन। त्यस्ता कुराहरूलाई हामीले गिभ अप गर्नुपर्ने देखिन्छ। तमाम विषयहरू हुनसक्छ यसमा, यी कुराहरूमा पनि वर्कआउट गर्नुपर्ने देखिन्छ। र अर्को विषय छ साउथ, है, रेपुटेसनको कुरा। यो भर्खरै मैले पनि भने, है, भर्खरै भन्दा पनि के भने रेपुटेसनको कुरा आउँछ यसमा, नेम फेमका कुराहरू आउँछ। किन नेपाली पासपोर्ट, हरियो पासपोर्ट लिएर यात्रा गर्दाखेरि नेपालीहरूले त्यो एउटा गौरव महसुस गर्दैनन्? खै रेपुटेसन नेपालको, होइन? हिजोको दिनको रेपुटेसन आज छैन नि। भनेपछि हिजोको दिनमा हाम्रो लडाइँको छुट्टै किसिमको महत्त्व थियो। हामी वीर गोर्खाली भनेर हामी चिनियो भनेपछि अहिले त्यो छ भन्दा छैन। तर यसको मतलब नेपालीले देशले चाहिँ भोलि फाइटर ल्याउनुपर्छ, यहाँ कसैले भनौँ न, अथवा कसैले न्यु खोज्यो भने हामी पनि लड्न तयार हुनुपर्छ, त्यो कुराहरू होइन। अरू कुराहरू छन् त, दिमागी लडाइँहरूमा हामीले चाहिँ संसारमा पसार्न सक्छौँ होला भनेपछि त्यो कुराहरूमा हामी नेपालीले आफ्नो व्यक्तिगत तवरबाट सोच्ने कुराहरू पनि रहन्छ। त्यसलाई चाहिँ हामीले चाहिँ एउटा स्टडी गरेर अब हामीले के गर्ने, कसरी चाहिँ हामी चाहिँ संसारमा यो गर्न सक्छौँ। हिजोको दिनमा हाम्रो बाबुबाजेले यस्तो नाम गरे, कमसेकम मेरो घरबाट म यो गर्न सकौँ, होइन, मेरो परिवारबाट यो प्रकारको उत्पादन होस् भन्ने कुरामा परिवारहरू पनि सचेत हुनुपर्छ। तर राज्यले पनि चाहिँ के भयो भने यो कुरामा वर्कआउट गर्नुपर्ने देखिन्छ। ओके, हामी कहाँ पुग्यौँ? ओके, अब साउथ अफ साउथ इस्ट, दक्षिण आग्नेय, जुन पावर र कन्फिडेन्सको चाहिँ जुन क्षेत्र छ, यो हाम्रो अलिकति अन्डर भ्यालु नै भएको देख्छु मैले। साउथ अफ साउथ इस्ट, है, अन्डर भ्यालु नै छ यो। पावर र कन्फिडेन्टको हामी कुरामा आउँदाखेरि पनि फेरि त्यही आउँछौँ। हामी किन त्यो पावर र कन्फिडेन्टका साथ चाहिँ हामी त्यो पासपोर्ट क्यारी गरिरहेको छैनौँ? जस्तो संसारमा हाम्रो सानो देश नै त होइन नि, हामी पनि 193 कन्ट्रीमा हामी झन् 100को ऱ्याङ्किङमा हो, होइन? भनेपछि अब हामीभन्दा सानो देश पनि छन्, 90वटा भन्दा बढी देश चाहिँ के भने हामीभन्दा सानो देश छन् भने, तर हामी डेभलपमेन्टको ऱ्याङ्किङमा 145मा आइरहेछौँ। अनि किन यस्तो भइरहेछ ल? है, अब यसमा चाहिँ अब हामी त राज्य व्यवस्थामा छैनौँ। अब जो चाहिँ पोलिटिक्स गरेछन्, जो राज्य व्यवस्थामा छन्, जो सरकारमा छन्, जो संसदमा छन्, ती साथीहरूले यसो मेहनत गर है साथी हो, ठाउँमा पुगेका छौ। अब धेरैजना पहिला पनि पुगे, होइन? कतिले कति गर्न सकेनन्, कतिले देशको लागि गरे, कतिले आफ्नो लागि गरे, होइन? जसले देशको लागि गरे, केही गरेका छन्, उनीहरूलाई धन्यवाद छ। कसरी एउटा नेपाली चाहिँ नेपाल र नेपाली कसरी पावरफुल हुन सक्छ, कुन कन्टेक्स्टमा, यी कुराहरूलाई बहुत ख्याल गरेर चाहिँ के भने हामी के कुरामा बलियो छौँ अथवा के कुरामा बलियो हामी हुनुपर्छ, संसारको एउटा परिवेश हेरेर अब हामी कता जानुपर्छ। आखिर त देश भनेको त चाहिँ यहाँका जनताहरू हुन् नि त, होइन?
त्यस कारणले गर्दाखेरि के हुन्छ भने हामीले सबैलाई सक्षम बनाउनलाई पहल गर्नुपर्थ्यो। राज्यले चाहिँ त्यो जनतालाई चाहिँ हैन इम्पावरमेन्ट गर्ने चाहिँ एउटा नीति लिनुपर्छ। कसरी हामी चाहिँ पावरफुल हुन सक्छौँ हैन, त्यो प्रकारको वातावरण चाहिँ राज्यले तयार गर्नुपर्छ भन्ने कुरो चाहिँ वास्तुको यो जुन एनालाइसिसले सजेस्ट गरेको छ। साउथ ईस्ट अग्निकोण शास्त्रमा भनिएको छ आग्नेयम पाकम उच्यते। अग्निकोणमा पाकशाला बनाउनु, किचन बनाउनु, त्यो पकाउने ठाउँ, त्यहाँ के पाकिरहेछ त्यही नै चाहिँ के हो त भन्दा खाने हो। अब देशमा के पाकिरहेको छ जनताले त्यही खाने हो। जब तपाईँ धार्मिक जुन अब सिरियलहरू हेर्नुहुन्छ अथवा शास्त्र पढ्नुहुन्छ भने त्यहाँ अग्निमा यज्ञ गरेर त्यो यज्ञबाट इच्छित कुराहरू निकालिरहेको छ। यज्ञबाट इच्छित कुराहरू निकालिरहेको छ, रथ त्यहीँबाट निकालेको छ, हतियार त्यहीँबाट निकालेको छ होइन। पुत्रेष्टि यज्ञ भनेर चाहिँ भनौँ न, सन्तानको लागि त्यहीँबाट चाहिँ हवन गरेर निकालिरहेछ भनेपछि हरेक कुरो केबाट प्राप्त भइरहेछ भन्दा अग्निबाट प्राप्त भइरहेछ भनेपछि त्यसको मतलब के हो त भन्दाखेरि यज्ञ। यज्ञको मतलब के हो भन्दाखेरि यज्ञको मतलब उद्योग, यज्ञको मतलब बिजनेस, यज्ञको मतलब उद्यम। हामी कस्तो प्रकारको कार्य गरिरहेछौँ त्यसको रिजल्ट प्राप्त हुने हो है। र अब त्यो अग्निको भाग कुनै पनि बिल्डिङमा अथवा कुनै पनि एरियामा त्यो अग्निको भाग चाहिँ कम छ भने के हुन्छ भन्दा त्यसले बहुत ज्यादा मेहनत गरेर कम प्राप्त हुन्छ, अथवा उसले त्यो मेहनत गर्नलाई के हुन्छ भने उसलाई गाह्रो हुन्छ। त्यो है, त्यसले गर्दाखेरि अनि त्यसको रिजल्टमा पनि के हुन्छ भन्दा गाह्रो हुन्छ। त्यसले अग्निले दिने भनेको के हो भने रिजल्ट। सो कसैको केही रिजल्टहरू आइरहेको छैन भनेदेखि के हुन्छ भने अग्नि तत्त्व कमजोर भयो भनेर बुझ्नुपर्छ। अब नेपालको कन्टेक्स्टमा अग्नि तत्त्व के छ भन्दाखेरि नेपालको तत्त्व कन्टेक्स्टमा चाहिँ अग्नि तत्त्व ब्यालेन्स छ। हामी यहाँ हेर्न सक्छौँ अग्नि तत्त्व चाहिँ वास्तु अनुसार नेपालको अग्नि तत्त्व ब्यालेन्स अवस्थामा छ। मतलब के हुन्छ त भन्दा यहाँ परिणाम लिन सकिन्छ, तर चाहिएको भन्दा गर्ने मान्छे चाहियो, गर्ने मान्छे चाहियो। मतलब यहाँको घोडा असाध्यै राम्रो दौडिन्छ, तर घोडसवार चाहियो राम्रो, जसले त्यो घोडामाथि चढेर रेस जित्न सकोस्। ओके, त्यस कारणले गर्दाखेरि यो अग्नि तत्त्व चाहिँ नेपालको वास्तु अनुसार ब्यालेन्स देखिन्छ। यहाँ गरेको कार्यहरू चाहिँ के हुन्छ भन्दा फलित हुन्छ भन्ने कुरो यो एनालाइसिसबाट देख्न सकिन्छ। अब हामी अर्को डिरेक्सन, अर्को दिशातर्फ लागौँ। र अर्को दिशा छ इस्ट अफ साउथ ईस्ट, पूर्वीय आग्नेय। यो मन्थनको दिशा हो। यहाँ चर्निङ हुन्छ, मन्थन हुन्छ। यहाँ दुईवटा वस्तुको घर्षणबाट, दुईवटा चिजको मन्थनबाट तेस्रो चिज यहाँ पैदा हुन्छ। दुईवटा शक्तिको घर्षणबाट तेस्रो शक्ति पैदा हुन्छ। यो समाजको विज्ञान पनि हो। कार्ल मार्क्सको एउटा किताब छ दास क्यापिटल, ऐतिहासिक द्वन्द्वात्मक भौतिकवाद। यसमा के छ भने ऐतिहासिक भनेको कालखण्ड चाहिँ के हुन्छ त भन्दा इतिहासलाई कालखण्डमा व्याख्या गरिन्छ। अनि द्वन्द्वात्मक भौतिकवाद, यो जुन भौतिकवाद छ, यो समाज छ, यो चाहिँ द्वन्द्वात्मक छ। जब द्वन्द्वात्मक हुँदैन, जब अद्वैत हुन्छ
तब त्यो चाहिँ अध्यात्मवाद जान्छ। भौतिकवाद चाहिँ के हुन्छ, द्वन्द्वात्मक हुन्छ। र त्यो दुईवटाको द्वन्द्वबाट के हुन्छ भन्दा समाज अगाडि बढ्छ भनेर उनले विज्ञान निकालेको छ। यो अब सर्वकालिक जस्तो विज्ञान छ, त्यस कारणले गर्दाखेरि यो प्रसिद्ध भयो र अहिले पनि यो वा त्यो रूपमा विभिन्न रूपमा यो कुराहरू लागू भइरहेको देखिन्छ। त्यहाँ हुने खाने अभिजात वर्ग र नहुने गरिब सर्वहारा वर्गको बीचको चाहिँ क्लासलाई के गरिएको छ भन्दाखेरि त्यसलाई क्यास गरिएको छ, मतलब राजनीतिज्ञहरूले क्यास गर्छन्। र त्यो कुरो हिजोको दिनमा जस्तो हाम्रो देशमा माओवादी जनयुद्ध भयो, त्यो बेलामा पनि यही कुरालाई क्यास गरियो होइन। एउटा वर्गले चाहिँ के भयो त भन्दाखेरि देश लुट्यो, खायो, सखाप पार्यो भन्ने किसिमबाट त्यो किसिमको आन्दोलन गरे होइन। त्यतिखेर गिरिजाबाबु, गणेश मानजीहरू, मनमोहन अधिकारी लगायतका मान्छेहरू होइन, मदन भण्डारी लगायतका मान्छेहरू जुन थिए त्यतिखेरको समयमा पनि चाहिँ देश विकास नहुने कारक तत्त्वहरू यिनीहरूलाई देखाइएर चाहिँ जनयुद्ध सुरु गरियो र यही दुईटा वर्ग देखाइयो। त्यसपछि चाहिँ त्यहाँबाट समाजमा के भयो भने द्वन्द्व सुरु भयो र अब अहिलेको बेलामा पनि यही देखिएको छ। अब यो यसमा गल्ती कमी कमजोरी छैनन् भन्ने कुरा होइन। कतिपय मानिसहरूले देश विकास गर्ने उसमा चाहिँ कतिपयले देश विकास पनि गरे, देशको लागि केही गरे पनि, कतिपयले आफ्नै लागि पनि गरे। त्यो कारणले गर्दाखेरि यो कुरालाई देखाएर फेरि के गर्यो, त्यहाँ दुईटा वर्ग तयार गरियो। एउटा अभिजात वर्ग जसले चाहिँ यहाँ देशमा हालिमुहाली गरेर खाइरहेको छन् र एउटा चाहिँ गरिब वर्ग तपाईँ हामी, र त्यसको चाहिँ तारनहार चाहिँ हामी भन्ने हिसाबबाट चाहिँ त्यो नेतृत्वले अथवा जसले राजनीति गर्न चाहन्छ उसले दुईटा वर्ग दियो तपाईँलाई छान्नलाई। एउटा वर्गले देश सिद्धायो, भ्रष्टाचार गरेर सिद्धायो। एउटा वर्ग चाहिँ के भयो त भन्दा सत्तामा आयो भने गर्छ अब नयाँ शक्तिको रूपमा, अर्को वैकल्पिक शक्ति सबै कुराहरूलाई चाहिँ त्यो वर्गलाई गाली गर्ने र देशलाई माया गर्ने वर्गको रूपमा अर्को शक्तिलाई खडा गरिसकेपछि यो दुईटा मध्ये तपाईँलाई चुज गर्न दिइन्छ होइन, अथवा यो दुईटाको द्वन्द्व गराइन्छ। त्यो द्वन्द्व गराइसकेपछि तेस्रो कुरो के निस्किन्छ भन्ने कुरो उनीहरूलाई थाहा छ है। भनेपछि मान्छेले खेल्ने ठाउँ पनि यहीँ छ। यो एउटा कस्तो ठाउँ हो यो मन्थनको गतिविधि भने यो सबै मान्छेहरूले खेल्ने ठाउँ हो र मान्छेको आफै एक्लै बस्दाखेरि पनि मनभित्र यो कुराहरू खेलिरहेको हुन्छ। मतलब एकल रूपमा पनि के हुन्छ, द्वन्द्व हुन्छ। समाज संसारभरि द्वन्द्व छ, आफूभित्र पनि द्वन्द्व छ। मनको पनि दुईवटा अत्तिहरू छ, मनभित्र पनि द्वन्द्व छ र हरेक कुरामा हामी कुनै कुरो विश्लेषणमा पुग्दा पनि द्वन्द्वबाटै विश्लेषणमा पुग्छौँ, निष्कर्षमा पुग्छौँ। त्यस कारणले गर्दा यसमा दुईटा कुरा महत्त्वपूर्ण हुन्छ। एउटा, हामी के विषयलाई लिएर मन्थन गर्दैछौँ, हामीले मन्थनलाई लिएको सब्जेक्टहरू ठिक छ कि छैन। यदि हामीले लिएको सब्जेक्ट नै गलत छ भनेदेखि हामी गलत ठाउँमा पुग्न सक्ने सम्भावना रहन्छ। अर्को कुरो चाहिँ के भने हाम्रो मन्थनको प्रक्रिया गलत छ। त्यसको मतलब के त भन्दाखेरि प्रक्रिया गलत छ भने पनि हामी गलत ठाउँमा पुग्छौँ भनेपछि अब नेपालको अब जस्तो कन्टेक्स्टमा कुरा गरौँ होइन, गर्दाखेरि चाहिँ के भयो त भन्दा नेपालको चाहिँ जुन यो मन्थनको गतिविधि हुने जुन दिशा क्षेत्र छ यो चाहिँ ब्यालेन्स अवस्थामा रहेको छ। अब जस्तो तपाईँले मोहीलाई मत्न सुरु गर्नुभयो भने के निस्किन्छ? घिउ निस्किन्छ। तर तपाईँले नाकलाई मत्न सुरु गर्नुभयो भने के निस्किन्छ? रगत निस्किन्छ। नाक मोल्यो भने के निस्किन्छ होइन। भनेपछि के चिजलाई तपाईँले मत्दै हुनुहुन्छ, के चिजलाई तपाईँले मन्थन गर्दै हुनुहुन्छ त्यसले म्याटर गर्छ एउटा कुरो। अर्को चाहिँ तपाईँको चिज सही छ, मन्थनमा हाल्नुभएको चिज चाहिँ सही छ, तर मन्थनको प्रक्रिया गलत छ भने पनि गलत कुरो निस्किन्छ। भनेपछि हाम्रो प्रक्रिया ठिक छ, हाम्रो चिज ठिक छ, हाम्रो मन्थन गर्ने मेसिन ठिक छ, नेपालको कन्टेक्स्टमा कुरा गर्दाखेरि ठिक छ, तर हामीले चाहिँ के छान्न सक्नु पर्यो भन्दा सब्जेक्ट ठिक छान्न सक्नु पर्यो। भने तपाईँले तोरी छान्नुभयो, तोरीलाई तपाईँले
पेल्नुभयो भने के निस्किन्छ? तेल निस्किन्छ। यो तपाईँको तर्कशास्त्रमा पनि आउँछ यो कुरो साङ्ख्य दर्शनमा पनि आउँछ। तपाईँ तेललाई पेर्नुभयो भने तोरी निस्किन्छ, तर बालुवा पेलेर तोरी निस्किँदैन। किनकि तेलभित्र, त्यो तोरीभित्र अलरेडी त्यहाँभित्र तेल छ, त्यसको सम्भावना छ तेलको, त्यस कारणले गर्दा तेल निस्किन्छ। तपाईँले बालुवालाई पेलेर तपाईँले तेल निस्किन्न, किनभने बालुवामा तेल थिँदै थिएन, त्यो सम्भावनाभन्दा बाहिरको कुरा थियो। सो त्यो कारणले गर्दा तपाईँले बालुवाबाट तेल निकाल्न खोज्नुभयो भने के हुन्छ? निस्किन्न। ओके, भनेको मतलब तपाईँले के कुरालाई छान्नु भएको छ मन्थनको लागि भन्ने कुरा पनि महत्त्वपूर्ण रहन्छ। ओके, देशको कन्टेक्स्टमा पनि कुरा गर्दाखेरि देशका समस्याहरूको पनि राम्रो र सहीसँग चर्निङ हुन सकेन भने राम्रो ठाउँमा पुगिन्न। त्यस कारणले गर्दाखेरि अब चर्निङको मेसिन चाहिँ ठिक छ है, फेरि मैले के भन्दैछु, देशको कन्टेक्स्टमा मेसिन ठिक छ, तर के भने सब्जेक्टहरू छान्न सक्नुपर्छ कि हामीलाई के कुराहरू आवश्यक पर्छ, हाम्रो वास्तुले के कुराहरू गरिरहेको छ, हामीलाई स्पेस ब्यालेन्स हुनको लागि अथवा हाम्रो देश ब्यालेन्स हुनको लागि हामीले केमा चाहिँ एकदम बल गरेर लाग्नुपर्छ, केमा बल गरेर लाग्नुपर्छ, के कुराहरूलाई हामीले रोक्नुपर्छ, कुन कुरामा हामी ब्यालेन्स छौँ, यी सबै कुराहरूलाई बुझेर, आफ्नो स्पेसलाई बुझेर, आफ्नो देश परिस्थितिलाई बुझेर, जे स्पेसले भनेको छ त्यो अनुसार स्पेसको भाषा बुझेर गर्ने हो भने देश सही ठाउँमा पुग्छ र यसको निष्कर्ष पनि सही निष्कर्ष निस्किन्छ, सही रिजल्ट निस्किन्छ, सही परिणाम निस्किन्छ। र अर्को दिशा छ पूर्व, इस्ट। पूर्व कनेक्टिभिटीको दिशा हो, सोसियल कनेक्टिभिटीको। एउटा तन्त्रमा भनिएको छ एभ्रिथिङ इज कनेक्टेड टु एभ्रिथिङ, हरेक कुरासँग के हुन्छ? कनेक्टेड छ। र अर्को कुरो के हुन्छ भने तपाईँले कुन प्रकारका सोचाइहरू राख्नुहुन्छ, तपाईँले त्यही प्रकारको फल चाहिँ के भयो त भन्दा इच्छित फल पाउने हो भनेर भनिएको छ। अब जस्तो बुद्धले के भन्नुहुन्छ भने यु आर द रिजल्ट अफ वाट यु हेभ थट। तपाईँ त्यही नै हो जुन तपाईँले के भयो त आफूले आफूलाई सोच्दै आउनु भएको छ, त्यहाँबाट तपाईँ बनेको हुन्छ। मैले यो कुरा किन भन्दैछु भन्दाखेरि कनेक्टिभिटीको कुरा गर्दाखेरि दुईवटा कुराहरू हुन्छ। एउटा राम्रो कनेक्टिभिटी, अर्को नराम्रो कनेक्टिभिटी, होइन? कस्तोसँग तपाईँ कनेक्ट हुनुभयो? सत्सङ्ग भन्छ नि, होइन? सत्सङ्ग भनेको राम्रो सङ्गत, कुसङ्ग भयो भने के भयो त? नराम्रो सङ्गत भयो। तपाईँ जस्तोसँग नजिकमा जानुभयो, तपाईँ जस्तो भनिन्छ, तपाईँले रातो रङ लाउनुभयो भने तपाईँको जिउमा पनि रातो रङ लाग्छ, कालो लाउनुभयो भने तपाईँको जिउमा पनि केही छिटाहरू कालो पर्छन्। तपाईँ कस्तो सत्सङ्गमा संसर्गमा आउनुभयो, कस्तोसँग तपाईँ कनेक्सनमा आउनुभयो, तपाईँले के कुराहरू कनेक्ट गर्ने, यो कनेक्टिभिटीको कुरा चाहिँ के भयो त भन्दा इस्टले गभर्न गर्छ। त्यस कारणले गर्दाखेरि कस्तो पक्षसँग, कस्तो वस्तुसँग र कस्ता परिणामसँग म यो अर्थमा भनिरहेको छु कि तपाईँले कस्तो प्रकारबाट कस्तोसँग कनेक्टिभिटी बढाउनुहुन्छ, होइन? कस्तो मान्छेसँग, कस्तो चिजसँग, कस्तो चाहिँ वातावरणसँग तपाईँले कनेक्टिभिटी बढाउनुहुन्छ, त्यही अनुसारको तपाईँले रिजल्ट पाउनुहुन्छ। यो जस्तो भगवान कृष्णले भन्नुभएको छ, गुणमा के हुन्छ? वर्तन त विद्यमान रहन्छ। भनेपछि तपाईँ कस्तो खालको गुण, कस्तो खालको कार्य र कस्तो खालको परिणामको तपाईँले इच्छा गर्नुहुन्छ, त्यही खालको गुणलाई तपाईँले धारण गरेर अगाडि बढ्नुपर्ने हुन्छ। त्यही खालका कुराहरूको के हुन्छ? संसर्गमा बस्नुपर्ने हुन्छ। त्यही खालका कुराहरूको कनेक्टिभिटीमा, त्यसैका सेरोफेरोमा आफू के हुन्छ? बस्नुपर्ने हुन्छ। त्यही गुणको अनुसारले व्यवहार गर्नुपर्छ, त्यही गुणको अनुसारले आचरण गर्नुपर्छ, त्यही गुण अनुसारको गुणहरूको विकास हुन्छ, त्यही गुण अनुसारको कर्मको विकास हुन्छ, त्यही गुण अनुसारको परिणामको विकास हुन्छ। यो पूर्व दिशाको स्वामी चाहिँ के हो त भन्दा सूर्यले गवर्न गर्छ।
अर्थात् पूर्व दिशा के हुन्छ भने राजनीतिलाई पनि पूर्व दिशाबाट नै हेरिन्छ। समग्रमा अब देशले पनि अब यसैमा पोलिसीको कुराहरू पनि आउँछ कि देशले कस्ता कुराहरूलाई चाहिँ आफ्नो पोलिसीभित्र राख्ने र कस्ता कुराहरूलाई पोलिसीभित्र नराख्ने भन्ने कुरामा सजग रहनु पर्दछ। सो यसरी के भने तर देशको उसमा चाहिँ हेर्दाखेरि नेपालको चाहिँ के छ भने अहिलेसम्म चाहिँ जुन ब्यालेन्स अवस्थामा रहेको देखिन्छ पूर्व दिशा ब्यालेन्स अवस्थामा रहेको देखिन्छ। यस कारणले गर्दाखेरि पनि नेपालको अस्तित्व जोगिरहेको अवस्था हो भनेपछि अब फेरि पूर्व दिशालाई बिगार्ने काम नगरौँ। अब फेरि हामी गलत संसर्गमा आयौँ र गलत किसिमको हामीले उ गर्न थाल्यो भने पूर्व दिशा के भयो त भन्दाखेरि त्यसले ब्याड रिजल्ट सुरु गर्न सक्छ। हैन, आजसम्म हामीले जुन प्रकारको असंलग्न नीति लिएका छौँ, हैन, सबैलाई समान किसिमबाट हेरिएको छ र एउटा आफ्नो जमिनलाई चाहिँ अरूको विरुद्धमा प्रयोग हुन जुन नदिइरहेको अवस्थाहरू छ, यी अवस्थाहरूले गर्दाखेरि र कुनै समयमा आफूलाई पर्दाखेरि इतिहासको कालखण्डमा चाहिँ लडेर पनि जोगाएका कुराहरू छन्। त्यो कारणले गर्दाखेरि हाम्रो नेपाल चाहिँ एउटा अहिलेसम्म हैन अरूले झन्डा गाड्न नसकेको राष्ट्रको रूपमा रहेको छ। अहिलेसम्म हाम्रो अस्मिता जोगिएको छ, अहिलेसम्म हाम्रो सार्वभौम सत्ता जोगिएको छ र यसलाई बरकरार राख्नु र सही किसिमको संसर्गमा बस्नु र त्यही अनुसारको नीतिहरू लिनु, त्यही अनुसारको पोलिसीहरू बनाउनुपर्छ। गलत संसर्ग र गलत पोलिसीमा हामी पर्नु हुँदैन भन्ने कुरामा पनि हामी सचेत रहनुपर्दछ। अब हामी इस्ट अफ नर्थ इस्टमा आइपुगेको छौँ। यो हाम्रो 16औं दिशा। यो एउटा आनन्दको ठाउँ हो, यो एउटा इन्जोयमेन्ट, हैन। मानिसले आफ्नो जीवनमा आनन्दको खोजी गर्नुपर्छ र आनन्दको खोजीमै मानिसको जीवन बितेको हुन्छ। त्यस कारणले गर्दा भनिन्छ आत्मा परमात्माको चाहिँ के हो, अंश हो र अंशले अंशीलाई खोजिरहेको हुन्छ। भनेपछि भगवान सच्चिदानन्द हुनुहुन्छ भनेर भनिएको छ। एउटा फिलोसफी हो यो। सच्चिदानन्द मतलब सच्चित आनन्द, हरेक समयमा सच्चित आनन्द, सदा चित्त आनन्दित छ। भनेपछि त्यस कारणले गर्दा हाम्रो चित्त पनि आनन्दित हुन खोज्छ, तर हामी सच्चित आनन्द हुन सक्दैनौँ। हामी हरेक समयमा हाम्रो चित्त आनन्दित रहँदैन। त्यस कारणले गर्दाखेरि हामी आनन्दहरूलाई के गर्छौँ, टुक्रा टुक्रामा जम्मा गर्छौँ। हामी जहाँ आनन्द हुन्छौँ हामी त्यहाँ भुल्छौँ, जहाँ आनन्द हुन्छौँ त्यहाँ हाम्रो मन रमाउँछ। त्यस कारणले गर्दा जहाँ जहाँ आनन्द छ त्यहाँ मनले के गर्छ भन्दाखेरि एक प्रकारको आनन्द महसुस गर्छ र त्यो आनन्दहरू हामी विभिन्न कुराहरूमा खोज्छौँ। कतिपय राम्रा कुराहरूमा आनन्द खोज्छौँ र कतिपय नराम्रा कुराहरूमा आनन्द खोज्छौँ। त्यस कारणले गर्दाखेरि हाम्रो यात्रा चाहिँ के हुन्छ, आनन्दतर्फको यात्रा हो। सो हामी आनन्दित रहन सक्नुपर्छ, सिक्नुपर्छ र त्यसको लागि हामीले आफ्नो जीवनशैलीमा आनन्दको पाठलाई पनि हामीले सँगै राख्नुपर्छ। त्यो भनेको जस्तो घर परिवारहरूसँग चाहिँ एउटा हैन आनन्दमा समय बिताउनेहरू भयो, त्यस्तै गरेर कतिपय मुभीहरू भयो, हैन, यस्तो विविध कुराहरू पढ्न जान्छ जसले आफ्नो जीवनमा एउटा आनन्दको पाटोलाई पनि के भयो त भन्दाखेरि राख्नुपर्छ। मैले भने कि जीवन मल्टी डाइमेन्सनल हुन्छ। सो मल्टी डाइमेन्सनमा एउटा डाइमेन्सन के हो त भन्दा इन्जोयमेन्ट हो, हैन, त्यो रेजुवेसन हो। त्यो किसिमको एउटा आनन्दको, एउटा उत्सर्गको, एउटा उमङ्गको चाहिँ वातावरण चाहिँ मानिसले आफ्नो जीवनमा बनाइरहनु पर्छ। समाजमा पनि हामी एकअर्कासँग मिलेर सद्भाव सम्मानका साथ बस्नुपर्छ। हामीले सामाजिक एउटा आनन्दलाई बिगार्ने काम गर्नु हुँदैन। समाजमा मानिसहरू विभिन्न राजनीतिक रूपमा विभिन्न पार्टीहरूमा हुन सक्छन्, तर त्यो भनेको चुनावको बेलामा आफूलाई मनमा राम्रो लागेको पार्टीलाई विजय गराउन लाग्ने हो, त्यसमा भोट गर्ने हो। तर सधैँभरि चाहिँ त्यो पार्टीको बचावमा आफ्नो पार्टीको बचावमा लागेर
हिँड्ने होइन। जनता एउटा कित्तामा उभिनुपर्छ, जनताको एउटा कित्ता हुनुपर्छ। जनता भनेको पार्टीको होइन, देशको हुनुपर्छ, नेपालीहरू नेपालको हुनुपर्छ। जनता चाहिँ जहिले पनि रचनात्मक प्रतिपक्षको भूमिकामा बस्नुपर्छ र एक आपसमा चाहिँ यसले नेपालमा एक आपसमा चाहिँ झोले भन्ने र विभिन्न किसिमको गाली गलौजको संस्कृतिको विकास भएको छ। यो कुराहरू हुनु हुँदैन। हामीले झोले होइन, जोरले भनौँ बरु, किनभने जोरले भनेको मगर भाषामा नमस्ते हो। सो एकअर्कालाई नमस्ते गर्ने परिपाटीको विकास हुनुपर्छ। हामीले सामाजिक आनन्दलाई खलबलाउनु हुँदैन र हामी एकअर्कालाई देख्दाखेरि आनन्दित हुने हिसाबले बस्नुपर्छ आफ्नो देशमा, किनभने हामी यो देशका देशवासीहरू हौँ, हामी नेपालका नेपालीहरू हौँ। यो हामी 16वटा डिरेक्सन को चाहिँ हामीले सामान्य व्याख्या गऱ्यौँ। राज्यले पनि देशमा जनताहरू आनन्दित रहने वातावरणको निर्माण गर्नुपर्छ। नेपालको वास्तुलाई एनालाइसिस गरेर हेर्दाखेरि नेपालमा डिप्रेसनको भाग धेरै नै असन्तुलित भएर गएको देखिन्छ, होइन, ओभर एक्जागरेट भएर गएको देखिन्छ। भनेदेखि यो जुन आनन्दको पाठ जुन छ यो खुम्चिएको अथवा अन्डर भ्यालुड भएको देखिन्छ। त्यस कारणले गर्दाखेरि नेपालीहरू नेपालमा कसरी सुखी र खुसी रहन सक्छन्, कसरी आनन्दित रहन सक्छन् भन्ने कुरामा राज्यले यसमा ठुलै मेहनत गर्नुपर्ने देखिन्छ। किनभने आनन्द भन्ने कुराहरू चाहिँ यो समृद्धिसँग मात्रै यसले सरोकार राख्दैन। त्यस कारणले गर्दा देश समृद्ध भएपछि मात्रै खुसी हुन्छन् भन्ने कुराहरू होइन। राज्यले देशमा जनताहरू कतिको आनन्दित छन् भन्ने कुरालाई विशेष रूपमा हेरेर र आनन्द, जनताका आनन्दका कुराहरू के हुन सक्छन् त्यसमा बढी चाहिँ ध्यान दिएर चल्नुपर्ने देखिन्छ। र यसो गर्दाखेरि यो वास्तु अनुसार इम्ब्यालेन्स भएको, असन्तुलित भएको अर्को एउटा क्षेत्र यो इस्ट अफ नर्थ इस्ट जुन यो पूर्वी इशान को भाग छ, जसले आनन्दको प्रतिनिधित्व गर्दछ। त्यो दिशा जसले आनन्दलाई गभर्न गर्छ, यो दिशा पनि सन्तुलित भएर जानेछ। नेपालको नक्सामा जुन प्रकारबाट दिशाहरू अवस्थित भएर रहेको छ, जुन प्रकारबाट बसेको छ, जसरी एक्जिस्ट गरेको छ, त्यसको आधारमा इम्ब्यालेन्स हुन गएका, असन्तुलित हुन गएका दिशाहरूलाई हामीले चाहिँ के भन्दा बल दिएर त्यो अनुसारमा चाहिँ कामहरू गरेर त्यसलाई एन्हान्स गरेर हामीले देशलाई, देशको स्पेसलाई सन्तुलित बनाउन सक्छौं। त्यसरी चाहिँ गर्दाखेरि के हुन्छ भने हामीले र्यान्डमली आफ्नो हिसाबबाट प्रयासहरू गरेका छौं, तर हामी भन्छौं नि कहिलेकाहीँ म त दिशाहीन भएँ, डिरेक्सन लेस भएँ। हामीले यो डिरेक्सनमा अब यसरी जाउँ, काम गरौँ। जस्तो नर्थ इस्ट बौद्धिकता माइन्डसेटमा हामीले यो प्रकारबाट काम गर्ने, हैन, त्यसरी जाउँ। हेल्थको सेक्टरमा यो प्रकारबाट गर्ने, यसरी जाउँ। न्युट्रिसनलाई यसो गर्दै जाने, यसरी बनाउँदै जाने। अवसरको कुरामा हामी यसरी जाने, हैन। हामीले चाहिँ यहाँ नेपालमा चाहिँ मानिसहरूलाई आकर्षित गर्नको लागि, विभिन्न सेक्टरमा आकर्षित गर्नको लागि यो प्रकारबाट जाउँ। एवं रीतिले चाहिँ हामीले जे विषयमा काम गर्नुपर्ने हो त्यसमा चाहिँ एउटा मार्गचित्र बनाएर, त्यसमा एउटा गुरु योजना बनाएर, त्यसमा एउटा चाहिँ लङ टर्म प्लान बनाएर चाहिँ हामी यो वर्ष यहाँ पुग्छौँ, यो वर्ष यहाँ पुग्छौँ, यो वर्ष यहाँ पुग्छौँ, त्यो प्रकारबाट चाहिँ के भने गर्दै गर्दै त्यसरी अगाडि बढ्ने हो भने विकास गर्न सकिन्छ कि भन्ने किसिमको एउटा मार्गचित्र मैले प्रस्तुत गरेँ।
यहाँहरूले धैर्यतापूर्वक सुनिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हस्।